got so. Hello guys, welcome back to my YouTube channel once again. अनि फेरि पनि स्वागत छ मेरो अर्को नयाँ भिडियोमा गाइजहरुलाई। सो अब मलबकेको अपार सफलतापछि अब चाहिँ पालो रहेको छ मकै रोप्ने। बारी चाहिँ ट्र्याक्टरले खनेर खल्लास बनाइसक्यो। अब पालो रहेको छ मकै रोप्ने। त्यसमा मम्मी र बुवा चाहिँ जानु भइसक्यो जस्तो लागेको थियो। सो हेरौँ है त के हुन्छ। आज चाहिँ बिहान बिहानै मकै टक 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 रोप्नु पर्ने हुन्छ। अन्डा चाहिँ नत्र जान्न पर्ने हो। अब नजाने हो भने म गएर ल्याउँथेँ अघि नै। नजानु भने नि मकै भर्दै थियो, मकै भर्दै छ खोरा छ खोरा पारिरह होला भनेर नि त्यही खाएर मकै रोपेर सकिन लागिसक्यो। अब यहाँबाट नि तलतिरबाट रोपेर आएको कति रोप्यो। काम पनि सक्यो, पानी पनि पर्यो। अब घर जाउँला क अब घर जाउँला। पानी परेर यहाँ भिज्यो होइन त। भिज्यो गाछ के गर्नु। यत्रो सक्यो यार हामीले। तल टिन्टा यहाँ यत्रो पाटो सक्यो गाइजहरु। हात चाहिँ यस्तो छ है मेरो हात। छाता लिएर गए पनि ओह्रालोमा झन् ठिक त फेरि यो जुत्ता चिप्लो हुन्छ नि फेरि। ल गाइजहरु आज त डे 2 मकै रोप्ने कार्यक्रम। आज यता सकेर आयो, यहाँ तल पनि सकेर आयो। अब यहाँ गर्न बाँकी पकल खनिसकेको अवस्था। ओ निश्चल बाबु के गाह्रो भयो। यो चाहिँ हाम्रो किम्बुको यो सल कति धेरै किम्बु फलेको भाइ गाइजहरु। किम्बु छ है। किम्बु पानी बेला हुन लागेको छ। अब रातो रातो हुन लागेको छ। अब किम्बु ओ माय गॉड। साह्रै थकिदम भयो मेरो नौका हालत यस्तो नि भयो।
यत्रो रोपेर जान सकिँदैन जिन्दगीको गोरेटोमा। मकै रोप्ने कार्यक्रम अझै पनि जारी छ गाइज। म उता त गएँ शीतल तल यता साइडमा आउनु। आज हाम्रो बुवा गाइज हेलो गाइज यो मकै खन्ने मकै रोप्ने बेलाको पकल खन्दै हो गाइज। आज हाम्रो बुवाको पनि प्रस्थान भएको छ बारीमा पहिलो पटक पहिलो पटक अरे मुना के रे मम्मी कति वर्षको उप्लोसम्म यसपालि बारीमा दर्शन दर्शन काम गर्दाखेरि चाहिँ के रे मम्मी यसरी गदाले गदाले घोटेर गदा जस्तो घोट्ने उम्, काम गरेर गदा जस्तो घोटेर गर्ने आज आइतबार बाहिर खेर हिँड्ने बेलामा गाइस आज आइतबार सरकार आज आइतबार बिदा दिएको बिदा सरकार बालेन्साको सरकारले बिदा दिएको उपलक्ष्यमा हाम्रो ज्योति दिदी पहिलो पटक बारीमा यसरी काम गर्न मौका जुरेको छ गाइजहरू। आमामामामामा फोटो साइडमा राखिदिनु क्या अनि दिदीको फोटो साइडमा राखिदिनु नि यहाँनिर। उयो हो त ज्योति मिसले कस्तो खतरा पुरेको आमामामामा मौकै पनि सरक सरक फल्नु भयो। केटी छोरीले काम गर्छ गऱ्यो भने त कपाल बिग्रिन्छ होला रे लएर यस्तो काम गर्ने कुन चाहिँको उसमा भाग्यमा होला मेरो जेठी दिदी सब सुख पाउनुभयो र बारीकोदेखि लिएर किचनकोदेखि लिएर सब गर्छ है जेहोस् कपाल बिग्रे होइन जेहोस् कपाल बिग्रियो होइन हाम्रो ड्याड फेरि ऊ मख परेर खन्दै हुनुहुन्छ पहिलो पटक बारीमा आउनु पाएको खुसियालीमा। यस्तो सिनेमा खिच्छ अरे नाटक आयुले म त मेरो हात जिन्दको बात कति हुन्छ बा काम सकेर मेरो हात अब गाइजहरू रोज हेरौँ रोज हाम्रो घरमा पिङ्क रोज रेड रोज आमा यहाँ त खतरा रोज फलिरहेको रहेछ तर वाउ यो चाहिँ हाम्रो कागती यो चाहिँ हाम्रो आलु यो चाहिँ हाम्रो किम्बुको बोट यहाँ चाहिँ हाम्रो छ टमाटर फेरि अर्को कागतीको यसपालि त कागतीको बोटमा फुल फुलिसकेको छ यार कागती होइन लेमन रे यार म त के हो र यो भन्न लगाएको मात्र थियो क्या।